स्वागत छ हजुरलाई मेरो युट्युब च्यानलमा। आज त तपाईँले मलाई सब्सक्राइब गरेर लाइक गर्नुभयो भनेपछि म हजुरलाई कान्छी र भुन्टीको अगाडि के हुन लागेको छ म सबै हजुरलाई भन्नेछु। र अब हजुरले यसपालिको लास्टमा देख्नु भएको थियो नै होला कि लास्टमा कान्छीले प्रहरी ल्याएर हाम्रो दुईवटा गुन्डा र त्यो नाम के मैले बिर्सिसकेँ, उसले 2-3टालाई समात्न लगाउँछ। अनि हाम्रो कान्छी दिदीले अब के हुन्छ अगाडि भन्ने कुरामा आज हामी डिस्कसन गर्नेछौँ। त अब हुन्छ प्रहरीहरूले सबै तिनी गुन्डाहरूदेखि लगेर उसको दिदीलाई लगेर अब जेलमा राख्छन् र आज आउने भागमा उनीहरूले फेरि अदालतमा पेस गर्नेछन्। तर पनि आज पनि केस सल्भ हुने छैन। यदि हजुरले ठानिराख्नु भएको छ कि यसपालिकोमा केस सल्भ हुन्छ, अझै यो 3-4 एपिसोड लामो हुनेछ र अनि बल्ल मात्र सल्भ हुनेछ। किनभनेपछि आजकल सिरियलहरू सबैले बिगारिसके थाहा नै छ हजुरलाई। एउटा सिरियलदेखि लगेर ब्लगसम्म पुगिसकेको छ। एकदम ब्लग देखेको जस्तो फिल हुन्छ आजकलको सिरियल हेर्दाखेरि। र अब न्याय त पाउँछन् सबैले थाहा छ। तर अब के हुन्छ भन्दाखेरि कान्छीले सागरको बेलको लागि सागरले निर्दोष गर्नको लागि अब तिनवटालाई फेरि पेस गर्छ। तर तिनवटाले इन्कार गरिदिन्छन् कि हामीले गरेको छैन, कुनै प्रमाण छ भने देखा, नत्र यत्तिकै नबुक भनेर यत्तिकै हुन्छ। र फेरि सजाय यति सजाय भनेर टोकिनेछ हाम्रो सागरजीलाई। अनि सागर टोकेर जाँदाखेरि ठ्याक्कै विध्वंस आउनुहुनेछ र विध्वंसले यस्तो सबुत लिएर आउनुहुनेछ जसले गर्दा सागर छुट्नुहुनेछ। तर त्यो अहिले हुँदैन, अर्को एपिसोड अथवा अर्को अझै 2टा एपिसोडभित्र सल्भ हुनेछ। तर आजको एपिसोडमा हजुरले कान्छी र कान्छीको के सल्भ हुन्छ भन्ने सोचिराख्नु भएको छ भनेपछि एकदमै गलत सोचिराख्नु भएको छ। आज कुनै हालतमा पनि सल्भ हुने छैन र अब सल्भ हुनलाई यो अझै 2 एपिसोडमा आउनेछ, त्यसपछि मात्र सल्भ हुनेछ। र अब प्रहरीहरूले उनीहरूलाई पुलिस चौकी लगेर उहाँदेखि केही सबुतहरू उकाल्ने कोसिस गर्नेछन्, तर हुने छैन। र विध्वंसले यस्तो एउटा कुरा ल्याउने छन् लास्टमा, त्यो विध्वंसको बुढीले नै यस्तो गरेको भनेर एक्सेप्ट गर्ने छ र अनि सागरले न्याय पाउनेछन्। किनभनेपछि सागरको बुढीले भनिरहेको छु, विध्वंसको बुढीले अब अलिअलि गल्ती महसुस गर्दै गइरहेको छ भनेर सजिलै देखिराख्नु भएको होला सिरियलमा है। अब त्यसपछि के हुनेछ भन्दाखेरि अब सागरले न्याय पाउँछन्। न्याय पाइसकेपछि हाम्रो ती 3वटा गुन्डादेखि लगेर उसको बुढीलाई 3-4वटालाई जेल 6जना, किनभनेपछि यसमा अझै 2टा पनि थिए, 6जनालाई जेलमा राखिनेछ भनेपछि ती 4जनालाई उमेर कैदमा राखिनेछ भनेपछि 2टालाई केही वर्षको जेलमा राखिनेछ। र सागरले फेरि न्याय पाएर फेरि आफ्नै काममा जारी छन्। र अझै अरू पनि चलिरहेको छ, हजुरलाई थाहा नै होला कि कान्छीको तर त्यो कान्छीको दाइको अर्को उसँग लभ फेयर चलिरहेको छ। तिनीहरूको पनि छिटै बिहे हुने बेलामा अब उसको पहिलेको आएर उसलाई लग्नेछ। 2टाको बिहे हुने छैन, यो हजुरलाई म सिधै भन्नेछु है। त्यो उनीहरूको 2टाको बिहे हुने छैन। र अर्को एउटा चलिरहेको कहानी के छ भन्दाखेरि त्योको बस र सलिनाको चलिरहेको छ, त्यो पनि सलिनालाई अझै एक चान्स दिनेछ है, अझै एक चान्स दिनेवाला छ सलिनालाई। र फेरि धोका पाउने छ, हजुरलाई थाहा नै होला है। ल यस्तै कहानीको लागि मलाई के गर्नु पऱ्यो, हजुरले लाइक सब्सक्राइब गरेर सपोर्ट गरिदिनु पऱ्यो। म हजुरहरूको बिचमा यस्तै अपडेटहरू लिएर आउँछु है। अब भुन्टीवाला आउनेछ।